जबसम्म मानिस देहभानमा रमाउँछ नि, देह अभिमानमा हुन्छ नि, तबसम्म मान्छेलाई कष्ट दुःख पीडाले कहिले पनि छोड्दैन। उसको शरीर धमिराले खाइराखेको हुन्छ, हमेसा छिनछिनमा खोक्रो बनाइराखेको हुन्छ। तर देखावटी रूपमा उसले आफ्नो देहको घमण्ड अभिमान गर्न छोड्दैन। म यस्तो व्यक्ति, म यस्तो ठुलो व्यक्ति, म यस्तो महान व्यक्ति, मलाई उसले सम्मान गरेन, मलाई आदर गरेन, मलाई वास्ता गरेन, उसले मलाई वास्ता यसो गर्नु पर्थ्यो, सम्मान गर्नु पर्थ्यो। यस्ता विभिन्न आफ्नो शरीरको, आफ्नो देहको घमण्ड जबसम्म मान्छेले गरिरहन्छ, उसको मानसिक स्वास्थ्य, उसलाई पीडा, चिन्ता, भय, डर, त्रास गरिरहन्छ, पीडित बनाइरहन्छ। उसको शरीर, उसको स्वास्थ्य खोक्रो भइरहन्छ हमेसा। दिन प्रतिदिन ऊ यमराजको मुखमा पुगिरहेको उसलाई थाहा हुँदैन। यति विकराल स्थिति हुन्छ त्यसको, यति दयनीय स्थिति हुन्छ। यो घमण्ड, देह अभिमान, अहङ्कारले मानिसलाई बर्बाद बनाइदिन्छ। त्यसकारण हामीले देह अभिमान होइन, यो देह, यो शरीर क्षणभङ्गुर छ, केही समयको लागि हो। जबसम्म हामी देहभान या अहङ्कार त्यागेर आत्माको अभिमानमा रहँदैनौँ, हामी आत्मा हौँ अथवा म आत्मा हुँ, म ज्योति स्वरूप आत्मा हुँ। यो शरीर मैले पछि प्राप्त गरेको हुँ, जाँदा पनि म यो शरीर छोडेर जाने हुँ। यो क्षणभङ्गुर छ, मेरो मूल स्वरूप भनेको आत्मा हो भनेर जबसम्म हामी आत्मालाई शक्तिशाली बनाउँदैनौँ, आत्माको अभिमान गर्दैनौँ, तबसम्म देह अभिमानले पीडा दिइरहन्छ जिन्दगीभर। र त्यो देहको अहङ्कार, अभिमान जब अन्तिम अवस्थामा पुग्छ, अन्तिम घडीमा पुग्छ, तब मात्र ऊ छर्लङ्ग हुन्छ, झसङ्ग हुन्छ। त्यति बेलासम्म उसको समय बितिसकेको हुन्छ। किनभने आत्मा अभिमान गर्ने समय उसको हुँदैन। ऊ अतालिन्छ, उसलाई डर हुन्छ, त्रास हुन्छ। किनभने ऊ अस्तित्वको, परमात्माको साक्षात्कार अथवा महसुस उसलाई त्यतिखेर हुन्छ। तर उसले त्यो परमात्माको स्मृति उसले गर्न सक्दैन। र त्यो दयनीय, त्यो तडपिरहेको आत्मा, त्यो भयभीत आत्मा, पीडित आत्माले जब शरीर छोड्छ, उसको आत्मामा सञ्चित उसका जीवनभरिका कर्महरू, दुष्कर्महरू, अभिमानहरू चेतनामा संस्कार भएर शरीर छोडेर माथि गएपछि उसको चेतनाले उसको शरीर, सूक्ष्म शरीरमा रहेका आफ्ना संस्कारहरूले पीडा दिइरहन्छ उसको आत्मालाई, उसको चेतनालाई। किनभने शरीर हुइन्जेल उसले परमात्माको अथवा आत्मा अभिमान, आत्मालाई पवित्र बनाउने कार्य गरेको हुँदैन। र त्यो अहङ्कारी सञ्चित
संस्कार निहित रहेको, आत्मामा निहित रहेको, सूक्ष्म शरीरमा निहित रहेको त्यो पीडित आत्माले शरीर छोडेपछि पनि पीडित भइरहन्छ। त्यसकारण हामीले बाँच्नु चाहिँ हामीले संस्कार आत्म अभिमानमा रहेर सञ्चित कर्मलाई संस्कार सुसंस्कारले एउटा ईश्वरीय परमात्माको स्मरणले हामीले पवित्र बनाउनु आवश्यक छ। ओम शान्ति।